चिम्टा गाउँपालिकाको 19औं गाउँसभाका अध्यक्षज्यू, यस गाउँसभाका प्रमुख अतिथि, पूर्व मन्त्री तथा वर्तमान प्रदेश सरकारका माननीयज्यू, उपाध्यक्षज्यू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू र यो गाउँसभामा उपस्थित सम्पूर्ण गाउँसभाका सदस्यज्यूहरू र यो गाउँपालिकालाई कार्यगत व्यवस्थापन गरी सफल बनाउनका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण वरियतामा रहनुभएका कर्मचारी साथीहरू, तीन तहको सरकारको तर्फबाट चाहे त्यो दिगो विकासको लक्ष्य हासिल गर्ने सन्दर्भ होस्, त्यसका निम्ति सबै पालिकाको तर्फबाट र वडाको तर्फबाट 2030 सम्मको जुन दिगो विकासको लक्ष्य, जुन 17 वटा इन्डिकेटरहरू छन्, त्यसलाई स्थानीयकरण गर्ने गरी गाउँपालिकाको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ। गाउँपालिका नगरपालिकाभित्र दलीय हिसाबले प्रतिपक्षको व्यवस्था गरेको छैन। यो कुरा हामी जनप्रतिनिधिले पनि बुझ्नुपर्छ, कर्मचारीले पनि बुझ्नुपर्छ र हामी राजनीतिक दलको तर्फबाट पनि त्यो कुरालाई चाहिँ संवैधानिक व्यवस्था के छ, ऐन कानुनले के व्यवस्था गरेको छ, नियमावलीले के व्यवस्था गरेको छ र गाउँसभा सञ्चालन कार्यविधिले के भनेको छ, नियमावलीले के भनेको छ र गाउँसभा व्यवस्थापन नियमावलीले के भनेको छ भन्ने सन्दर्भमा हामी सबै जनप्रतिनिधिले पनि त्यसलाई बुझ्नुपर्छ भने कर्मचारी साथीहरूले पनि त्यसलाई बुझ्न जरुरी छ। स्थानीय जनतासँग प्रत्यक्ष सरोकार राख्ने तीन तहको सरकार मध्ये स्थानीय सरकार प्रत्यक्ष जनताको घर दैलोमा अझ पार्लियामेन्ट मेम्बरहरू अथवा सभाका सदस्यहरू प्रत्येक टोलमै हुनुहुन्छ। त्यसैले सिंहदरबारको शासन व्यवस्था टोलमै ल्याउन भन्न खोजिएको कानुनी कुरा यही हो। त्यसैले हामी अब त्यो सेना र प्रहरीको चौघेरामा रहेको सिंहदरबार जहाँ आइडी कार्ड बाहेक भित्र छिर्न सक्दैनौँ माननीयलाई भेट्नका निम्ति, तर गाउँपालिकाभित्र आफ्नै टोल छिमेकको पल्लो घरमा पनि हामी माननीय भेट्न सक्छौँ। तर माननीयहरूले पनि के हो भन्दाखेरि पार्लियामेन्ट मेम्बरहरूले, सभाका सदस्यहरूले पनि हिजोको गाउँ विकास समितिको सदस्य जस्तो, हिजो गाउँ विकास समितिको वडाध्यक्ष जस्तो ठान्न हुँदैन। यदि गाउँपालिकाको सभाको सदस्य 5 वर्ष बितायो भने प्रदेश सभाको माननीय हुनका निम्ति योग्यता राख्छ, संघीय सभाको माननीयको रूपमा योग्यता राख्छ। किन भन्दा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनै तहको सरकारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यी तीनटा अङ्गहरूबाट परिचालित हुनुपर्छ, सञ्चालित हुनुपर्छ, चलाउनुपर्छ। त्यसमा पनि न्यायपालिका गाउँपालिकाको इन हाउसमै हुन्छ। कार्यकारीका हिसाबले संघीय सरकार, प्रदेश सरकारको तुलनामा हामी कार्यकारी छौँ, शक्तिशाली छौँ। मलाई के लाग्छ भन्दाखेरि कुनै पनि पालिकाको अघि अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सँगसँगै यो नीति तथा कार्यक्रममा केबाट निर्देशित छ भने हामी सबैले बुझ्न आवश्यक छ कि गाउँपालिकाको जुन पिरियोडिक प्लानमा व्यवस्था गर्नुभएको छ, विभिन्न दस्तावेजहरूमा यसको आफ्नो सपना छ, जो यहाँ ब्यानरमा पनि राख्नु भएको छ। त्यो सपना परिपूर्ति गर्नका निम्ति ध्येयले अथवा मिसनले त्यसलाई चाहिँ गाइड गर्नुपर्ने हुन्छ र त्यो मिसनपछि खास गरी अब्जेक्टिभहरू के हुन् अथवा उद्देश्य के हुन् भन्ने कुरा पनि डकुमेन्टमा उल्लेख छ र त्यो उद्देश्यका आधारमा कसरी चाहिँ हाम्रो त्यो नीति तथा कार्यक्रमलाई सफल बनाउन सकिन्छ भन्ने हिसाबले हामीले केही विद्यमान स्ट्राटेजीहरूलाई, रणनीतिहरू प्रयोग गर्नुपर्छ। त्यो रणनीति प्रयोग गर्नका निम्ति सिङ्गो जनप्रतिनिधि र कर्मचारीहरूले संयुक्त पहल र प्रयत्नबाट अगाडि जानुपर्ने हुन्छ। अनि त्यसपछि बल्ल नीति कार्यक्रमपछि उपाध्यक्षज्यूले प्रस्तुत गर्ने बजेट वक्तव्यमा त्यो पनि होलिस्टिक रूपमा आउँछ र त्यसपछि बजेटलाई ब्रेकडाउन गरिसकेपछि त्यसलाई चाहिँ कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसकारण म अन्तमा के भन्न चाहन्छु भन्दाखेरि बजेट विनियोजनको पनि कानुनी प्रावधानहरू छन्, त्यसको पनि एउटा सूत्र छ, चाहे त्यो संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको तर्फबाट। तसर्थ त्यो गर्न सकियो भने कुनै पनि पालिकाको तर्फ अघि दलको तर्फबाट केही गुनासोहरू गर्नुभएको थियो, त्यसको सूत्रभित्र छ के भन्दाखेरि कुल जनसङ्ख्यालाई कुल बजेटको 60% अङ्कभार दिएको छ। अनि यसको सँगसँगै गरिबी हामीले नक्साङ्कन गरेका छौँ। गरिबीलाई 20% चान्चुन 20% जति त्यहाँ उल्लेख गरिएको छ भने भारित लागत अनि विकटताको पनि 10% छ भने भारित लागत भनेको कुनै पनि फ्याक्ट्रीबाट सम्बन्धित टोलसम्म जान अथवा त्यो परियोजना स्थलसम्म जानका निम्ति लाग्ने लागत छ, त्यसलाई भारित लागत भन्छ, त्यसको 10% तय गरिएको छ। मेरो भनाइ त के हो भन्दाखेरि मैले धेरै पटक संघीय सरकार र प्रदेश सरकारका कि यो सूत्र न्यायिक छैन, जनसङ्ख्याको हिसाबले 60 अलि बढी हुन्छ। यदि त्यसो गर्न सकियो भने सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका निम्ति हामीले नसोचेकै बजेट आउँछ, यसको 100 गुणा बढी बजेट आउन सक्छ। तर त्यो चाहिँ अहिलेसम्म सम्भव भएको छैन। तसर्थ हामीसँग जे कानुनी व्यवस्था छ त्यही अनुरूप नै बजेट व्यवस्थापन गर्ने कुरा, बजेटलाई ब्रेकडाउन गर्ने कुरा, बजेट विनियोजन गर्ने सन्दर्भ यहाँहरूले राख्नुहुनेछ भन्ने कुरा राख्न चाहन्छु। आफ्ना काम कर्तव्य र अधिकार सबैका तोकिएका छन्, त्यसका आधारमा अगाडि बढ्यौँ भने
समृद्धशीलता र सुखी सिमतानीको नारा सफलीभूत हुनेछ भन्ने कुरा राख्दै अब अन्तिम वर्ष भएर हो कि के हो, अघि पछि हुन्थेन, यसपालि बोलाउनु भयो। मलाई चाहिँ खुसी लागेको छ, 2-4 शब्द राख्ने अवसर दिनुभयो। त्यसका निम्ति पालिकालाई र आयोजकलाई विशेष धन्यवाद दिँदै मेरा भनाइहरूलाई यही शेष गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार।